मर्निङ र नमस्ते यहाँ उपस्थित सबैजना सर म्यामहरूलाई र हजुर सबैजनालाई मेरो छोटो यो मोटिभेसनल किनोट स्पिकिङमा चाहिँ मैले स्वागत गर्न चाहेँ। सर म्यामहरू मेरो लाइफको अलमोस्ट एभ्री इयर र अलमोस्ट एभ्री टाइम मैले स्कुलमा चाहिँ व्यतीत गरेको छु। र यो मैले किन भनिरहेको छु भन्दाखेरि मेरो दुवै पेरेन्ट्स ड्याडी र मम्मी एडुकेटर्स हुनुहुन्छ, दे आर स्कुल टिचर्स एन्ड म सानो हुँदादेखि नै टिचर्सहरूको रोल कस्तो छ त भन्ने कुरा चाहिँ मैले लाइभ हेरेको छु। र सिन्स मेरो दुवै ग्रेन्ड पेरेन्ट्स म जन्मिनुभन्दा अगाडि नै बित्नु भइसकेको थियो, सो म एज अ फर्स्ट चाइल्ड ड्याडी र मम्मी जहाँ जहाँ जानुहुन्थ्यो म आफै पनि एउटा सानो किड भएर चाहिँ त्यहीँ जान्थेँ। सो कुनै बेलामा ड्याडी कुनै इभेन्टमा जानुहुन्थ्यो, यसरी नै इभेन्टमा म पछाडि बस्थेँ, हजुर जस्तै टी कुकिज लिएर चाहिँ म पछाडि सुनेर बस्थेँ। कुनै बेलामा चाहिँ एज अ चाइल्ड ओके हजुरले पनि इन्ट्रोडक्सन दिनुहोस् न भन्दाखेरि चाहिँ हेलो आई एम पूजा भन्ने हिसाबले चाहिँ मैले इभेन्टमा बोल्थेँ। त्यसरी नै मम्मी बिहानदेखि नै स्कुलमा जानुहुन्थ्यो र स्कुलमा जाँदाखेरि म सानै हुँदाखेरि पनि म मम्मीसँगै बस्थेँ। र कहिलेकाहीँ चाहिँ बेलुका यस्तो पनि हुन्थ्यो कि कतिपय पेरेन्ट्सहरूले मेरो मम्मी र ड्याडीलाई भेट्न खोज्नुहुन्थ्यो र भेट्न खोज्दाखेरि बेलुका पनि मैले टिचर्सको रोल के रहेको छ त आफ्नो एउटा स्टुडेन्टको लाइफमा त्यो कुरा मैले लाइभ हेर्न पाएँ। र 5 इयर्सदेखि चाहिँ म आफै एज अ एडुकेटरको रूपमा काम गर्दाखेरि चाहिँ मैले लाइभ कसरी चाहिँ एज अ टिचर एउटा स्टुडेन्ट्सको लाइफलाई हामी ओभर चेन्ज गरिरहेको छौँ, एउटा इम्प्याक्ट पारिरहेको छौँ, त्यो आफैले पनि महसुस र एक्सपिरियन्स गर्ने चाहिँ मौका पाएँ। सो सर म्यामहरू मैले एउटा कोट चाहिँ हजुरलाई सेयर गर्न चाहेँ। डाक्टर जेम्स कोमर जो येल युनिभर्सिटीको डिन हुनुहुन्छ र उहाँले एकदमै राम्रो कुरा टिचिङ र लर्निङको बारेमा भन्नुभएको छ, जसमा उहाँले नो सिग्निफिकेन्ट लर्निङ क्यान अकर विदाउट सिग्निफिकेन्ट रिलेसनसिप्स भनेर चाहिँ भन्नुभएको छ। एन्ड आई पर्सनली बिलिभ एज अ टिचर एन्ड एडुकेटर वी निड टु हेभ अ भेरी गुड रिलेसनसिप एन्ड ऱ्यापोर्ट विथ एभ्री स्टुडेन्ट। सो रिसेन्टली मैले मेरो आफ्नै अलिकति ब्याकग्राउन्ड भन्नुपर्दाखेरि चाहिँ एडुकेसन लाइनमा 5 इयर्सदेखि छु, तर मोर देन म 10 इयर्स चाहिँ ट्रेनिङ सेक्टरमा छु। म एचआर कन्सल्टिङ गर्छु र रिसेन्टली एउटा हस्पिटालिटी ग्रुपको लागि चाहिँ हामीले एचआर कन्सल्टिङ गरिरहेको थियौँ र त्यहाँ त्यो एचआर कन्सल्टिङमा जो आइराख्नु भएको थियो मिटिङमा सिओओ, उहाँले चाहिँ आफ्नो छोरीको बारेमा उहाँले सेयर गर्नुभयो एउटा इन्सिडेन्ट। सो एक दिन उहाँको छोरी घर फर्किनु भयो स्कुलबाट, सी वाज जस्ट अ 5 year old चाइल्ड, ओके। एन्ड उहाँले चाहिँ उहाँको छोरीलाई के सोध्नुभयो त, हाउ वाज यर डे भनेर सोध्नुभएछ र उहाँको छोरीले के भन्नुभयो त, ड्याड इट वाज फाइन। सो यो हिसाबले चाहिँ उहाँको किडले चाहिँ उहाँलाई सेयर गर्नुभएछ। सो त्यस पछाडि किन त तिम्रो डे किन फाइन भयो भनेर भन्दाखेरि चाहिँ त्यो उहाँको छोरीले के भन्नुभएछ त, Dad, there is this teacher of mine who keeps on talking and does not listen to us. And the way she is talking and blabbering all the time, we do not understand what she is trying to say to us. So just a 5-year-old kid जसमा चाहिँ उहाँले एज अ टिचर उहाँले के बोलिरहेको छ थाहा नै छैन, हाम्रो बारेमा कुरा सुनिरहेको नै छैन भन्ने हिसाबले चाहिँ उहाँले के सेयर गर्नुभयो त, मेरो दिन त राम्रो नै भएन, इट वाज जस्ट फाइन भन्ने हिसाबले चाहिँ उहाँले सेयर गर्नुभएछ। एन्ड ट्रुली एज जेम्स कोमर मेन्सन, जब हाम्रो स्टुडेन्टसँग राम्रो रिलेसनसिप नै छैन, when we are not trying to understand what they expect from us, what they want to know about us, then there is not going to be relationship. So now हामी सबैजना यता प्रसादीबाट आएको छौँ र हजुरहरू एज अ टिचर यता कार्यरत हुँदै गर्दाखेरि हजुरको लाइफ स्प्यान भरिमा विभिन्न अमेजिङ टिचर्सहरूलाई भेट्नु भएको छ होला। एन्ड देयर आर अल्सो सम अफ द टिचर्स जसले गर्दाखेरि हजुरको लाइफमा इदर पोजिटिभ र नेगेटिभ इम्प्याक्ट चाहिँ भएको हुनसक्छ। मैले मेरो आफ्नो एज अ चाइल्ड मैले एक्सपिरियन्स चाहिँ सेयर गर्न चाहेँ हजुरहरूलाई, जसमा म ब्याचलर लेभल्समा भर्खरै 18-19 इयर्स ओल्ड थिएँ एन्ड आई वाज लाइक टेकिङ दिस ब्याचलर्स डिग्री इन वान अफ द टप युनिभर्सिटी अफ नेपाल। र त्यो बेलामा चाहिँ हाम्रो एउटा अपरेसन म्यानेजमेन्ट सम्बन्धी एउटा टिचर हुनुहुन्थ्यो र हजुरलाई थाहा नै छ ब्याचलर्स र मास्टर्स र इभन आजभोलि त +2 को कलेजेसहरूमा चाहिँ के भइन्छ त विभिन्न प्रेजेन्टेसन्स भइन्छ। सो म एज अ किड आई वाज भेरी साई इन नेचर
होइन म बोल्दै बोल्दैन थिएँ आई युज टु हेभ अ भेरी क्लोज सर्कल अफ फ्रेन्ड्स म इभन मेरो ड्याडी मम्मीसँग खासै बोल्दैन थिएँ एन्ड मेरो कजन्सहरू जो सबै हुनुहुन्थ्यो दे वर अल अब्रोड सो आई डिड नट ह्याभ मच फ्रेन्ड्स इन लाइफ सो वान्स जब हामीलाई चाहिँ अपरेसन म्यानेजमेन्ट टिचरले भन्नुभयो कि ओके सो हजुर सबैजनाले चाहिँ प्रेजेन्टेसन गर्नुपर्छ भइसकेपछि चाहिँ एज अ साई किड आई वाज सो मच पेट्रिफाइड ओके मैले दिनभरि बसेर रातभरि बसेर प्रिपेयर गरेँ बट नेक्स्ट डे जुन बिहान मेरो प्रेजेन्टेसन थियो आई वाज नट बिङ एबल टु अटर अ वान वर्ड एज वेल मैले बोल्नै सकेन आई वाज फ्रोजन मैले आई क्यान रिमेम्बर टिल नाउ यहाँ हाम्रो प्रोजेक्टर थियो र ठ्याक्क प्रोजेक्टर पछाडि चाहिँ ग्रुप अफ मेरो साथीहरू हुनुहुन्थ्यो जो चाहिँ हल्ला गरिरहेको थियो एन्ड वाज टोटली ब्ल्याङ्क सरले फेरि ल बोल्नुहोस् न भनेर भन्नुभयो त्यस पछाडि मैले बोल्नै सकेन देन द सेन्टेन्स द्याट ही मेन्सन्ड त्यो रिजनले गर्दाखेरि चाहिँ मेरो लाइफ इन्टायर चेन्ज नै भयो सरले के भन्नुभयो भन्दाखेरि जब एउटा प्रेजेन्टेसन बोल्न सक्दैनौ गर्न सक्दैनौ र जब दुईजना व्यक्तिसँग बोल्न सक्दैनौ भने तिमी यो यस्तो रेपुटेड कलेजमा तिमी यो यस्तो रेपुटेड युनिभर्सिटीमा किन पढ्न आएको ड्रप आउट गर न भन्ने हिसाबले उहाँले भन्नुभयो र यो एउटा सेन्टेन्सले गर्दाखेरि चाहिँ मलाई यति नराम्रो इम्प्रेसन भयो कि टु बी रियली अनेस्ट विथ यु मैले यहाँ क्राउडमा फर्स्ट टाइम भनिरहेको छु मैले चाहिँ निर्णय गरेँ कि म यो युनिभर्सिटीबाट ड्रप आउट गर्छु म इन्डिया जान्छु कसैसँग म भेटघाट गर्दिनँ भन्ने तरिकाले सोचिरहेको थिएँ र एभ्री सिङ्गल टाइम त्यो फेजमा पनि जब अरू टिचरहरूले पनि प्रेजेन्टेसन गर भनेर हामीलाई रिक्वेस्ट आउँथ्यो मैले फ्यु मन्थसँग मैले कुरा नै गर्न सकेन कि सो द्याट वाज वान अफ द नेगेटिभ एक्सपिरियन्स विच आई हेभ बट ह्याभिङ सेड द्याट देयर वाज अल्सो वान अफ द अदर टिचर हु हेभ always caused a positive impression among me and other teachers and other students as well so जब म एउटा स्कुलमा पढिरहेको थिएँ सो मैले भनिहालेँ I was a very shy nature and reason was that एउटा भनेको चाहिँ I did not have much of a friend circle next was म grade 4 सम्ममा all girls schools मा मात्र पढेको थिएँ later on my mom thought okay यो खासै बोल्दा पनि बोल्दैन boys र girls school co-education मा गयो भने बोल्छ भन्ने हिसाबले मलाई another स्कुलमा ट्रान्सपोर्ट गर्नुभयो And when I was migrated, again, I was so much in shock. My cultural shock boy because I saw this group of students who were of different background and then they were so much competitive in nature. Few weeks passed, मैले केही साथी एउटा पनि साथी बनाउन सकेन एन्ड देन एउटा सब्जेक्ट थियो त्यो सब्जेक्टमा चाहिँ जो हामीलाई पढाउनु हुने टिचर चाहिँ लिभमा बस्नुभयो र उहाँ लिभमा बस्नु भएपछि हाम्रो अर्को एउटा टिचर आउनुभयो जसलाई मैले फर्स्ट टाइम लाइफमा चाहिँ त्यो बेलामा भेटेको थिएँ एन्ड ही ह्यापन टु बिकम सब्स्टिट्युट टिचर फर द्याट क्लास सो ट्रस्ट मी सर म्यामहरू त्यो 45 मिनट्सको मात्र क्लास थियो तर त्यो 45 मिनट्सको क्लासमा चाहिँ त्यो 45 मिनट्सले मेरो इन्टायर लाइफ चेन्ज भयो र त्यो 45 मिनट्समा जो बादल सर हुनुहुन्छ आई स्टिल रिमेम्बर हिम फ्रम द कोर अफ माई हार्ट बिकज ही वाज अ भेरी सिम्पल पर्सन ही डज नट वेयर क्लोथ्स लाइक अस फ्यान्सी लुगा कोट प्यान्ट केही पनि लाउनु हुँदैन ही वाज भेरी सिम्पल इन नेचर बट द अरा द्याट ही ह्याड द पर्सनालिटी द्याट वी ह्याड हामी सबैजना स्टुडेन्ट उहाँ परेर हेरिरहेको थियौँ कि उहाँलाई And we used to be spellbound 45 minutes. It went in milliseconds. And till now, I still search him in various social media. Where is Badal sir? भनेर हेरिरहेको हुन्छु कहाँ कहाँ काम गरिराख्नु भएको छ भनेर And त्यो 45 minutes I decided as a 5th grade kid, I thought, okay, so I need to be like this person. And I need to make change and impact in others' life. म बादल सर जस्तै नै हुनुपर्छ बादल सर जस्तै नै बोल्नुपर्छ भन्ने हिसाबले चाहिँ मलाई एकदमै लाइफमा इम्प्याक्ट गर्यो सो बोथ पोजिटिभ र नेगेटिभ लाइफले गर्दाखेरि आई एम हियर आई एम डुइङ दिस कम्युनिकेसन थिङ सो त्यसो भए सर म्यामहरू why students should like us you might be saying okay पूजा त्यो सर उहाँको पनि एउटा केही लाइफ होला उहाँलाई एकदमै ब्याड डे भएको हुन सक्छ एन्ड मेबी एज अ टिचर वी माइट नट लाइक एभ्री स्टुडेन्ट्स र किन सबैजना स्टुडेन्ट क्लासमा 40 जना होला रे 80 जना होला रे कि इट इज इम्पोर्टेन्ट द्याट एभ्री स्टुडेन्ट्स मस्ट लाइक अस एभ्री स्टुडेन्ट्स मस्ट लभ अस यु माइट थिङ्क ओ इम्पोर्टेन्स होइन नि त हामी यहाँ प्रसादीबाट आइरहेको छौँ वी हेभ द बेस्ट स्टुडेन्ट्स फ्रम अल ओभर नेपाल सो वाइ सुड बी वर्क एक्स्ट्रा माइल होइन हामीले किन यो मेहनत गर्नु परिरहेछ त एन्ड अल्सो यु माइट बी थिङ्किङ आई एम नट गेटिङ इनफ पेड फर दिस
we know teacher job हुन त reputed job हो तैपनि we might think कि okay we are not getting enough paid for this, but we need to understand, sir and ma'am, students don't learn from the teachers or those of the teachers who they don't like. हो कि होइन भन्नुहोस् न, हजुरलाई कोही व्यक्ति मनै पर्दैन भने त्यो व्यक्तिको कुरा किन सुन्ने त हामी? एन्ड त्यो रिजनले गर्दाखेरि पनि हामी एज अ टिचर, एज अ एडुकेटर, हामीले चाहिँ हाम्रो स्टुडेन्टसँग एउटा एकदमै राम्रो रिलेसनसिप मेन्टेन गर्ने पर्छ, कनेक्सन चाहिँ बिल्ड चाहिँ गर्नुपर्ने रहेछ. एन्ड लेटर अन 4 years back COVID happened, right? And I was doing this training online ma euta college bata chai hospitality college bata chai malai request ayo, Puja ma'am, you need to do this HR wala course jasma chai students harulai few weeks lai पढाइदिनु पर्यो. र किन पढाइदिनु पर्यो भनेर भन्नु भएको रहेछ भन्दाखेरि जो एक्जिस्टिङ टिचर हुनुहुन्छ and he is actually one of the reputed HR in Nepal, one of the top HR in Nepal, म नाम लिदिन, top 5 मा top 3 मै पढ्न आउनुहुन्छ. सो उहाँको टिचिङमा चाहिँ जब यो कोभिड ह्यापन्ड र टेक्नोलोजीबाट हामीले अनलाइन क्लासेस लिनु पर्थ्यो, सिन्स द्याट सर वाज भेरी सिनियर इन एज, उहाँले टेक्नोलोजी अड्याप्टै गर्न सक्नु भएन. एन्ड दिज अल ग्रुप्स अफ स्टुडेन्ट्स कम्प्लेन द्याट वी डोन्ट लाइक दिस टिचर. ओके, र टिचर मन पर्दैन भनेको कारणले गर्दाखेरि सिन्स सेमेस्टर सकिन लागिसकेको थियो, सो पूजा आइदिनु बिकज यु नो अल दिस सिस्टम्स अनलाइनवाला कुराहरू तपाईँले ट्रेनिङ पनि गर्नुहुन्छ, सो फ्यु विक्सलाई प्लिज पढाइदिनुहोस् भनेर भन्नुभयो. सो आउट अफ कर्टेसी आई अग्री टु द्याट फ्याक्ट, आई स्टार्टेड टिचिङ. बट अगेन आफ्टर सम टाइम सेमेस्टर एन्ड हुन अगाडि चाहिँ के भयो त, मलाई चाहिँ अब फिजिकल बेसिसमा पनि पढाउन आउनुहोस् भनेर त्यही कलेजबाट इन्भाइट भयो. And I started teaching communication. Okay, so communication पढाउन थाले. It was very good because मैले अलिकति मेरो ब्याकग्राउन्ड भन्नु पर्दाखेरि out of all the topics that has been requested by my clients, communication चाहिँ number 1 मै पढ्न आउँछ. I was very confident and I thought कि okay यो स्टुडेन्ट्सहरूलाई त मैले खतरा दिँदैछु, खतरा बोलिरहेको छु भन्ने तरिकाले मैले सोच्थेँ. But trust me, sir and ma'am, every single day जबमा 1 घण्टाको क्लास हुन्थ्यो, entire day I used to think about all these students. के I used to have a very bad day of my life भन्छु म. यही कलेज यतै वरिपरि छ, म कलेजको नाम पनि भन्दिन. एन्ड व्हाट युज टु ह्यापन, गौशालाको चोकमा बस्दाखेरि मैले बेकारै यस भनेर छु है, कति गाह्रो छ स्टुडेन्ट्सहरूलाई पढाउने भन्ने कुरा मैले बुझेँ. Because as a trainer, we go and teach, but we don't actually need to maintain good relationship because we just go as a 45 minutes boyo, then maybe we might not meet later on. The teacher ko lai every single time we need to go over there, we need to show up. र यो मलाई एकदमै गाह्रो भइरहेको थियो. अनि स्टुडेन्ट्सहरु पनि कस्तो हुनुहुन्थ्यो त, उहाँहरु बोल्दै बोल्नु हुँदैन थियो, इन्टर्याक्ट नै गर्नु हुँदैन थियो. There were no expressions at all, and मैले पढाएको ठीक छ कि छैन भनेर पनि मलाई टेन्सन हुन थाल्यो के. And I thought, okay, so त्यसो भए I need to make them good. Subject मा त राम्रो छ, but what is going on भन्ने हिसाबले पनि मैले relationship maintain गर्न थाले. I started to know them from depth and I realized COVID को reason ले गर्दाखेरि उहाँहरुले चाइनाको लागि अप्लाई गर्नु भएको रहेछ hospitality को लागि, but all of them were deported back to Nepal. र उहाँहरुको धेरै नै लाखौं पैसा चाहिँ खर्च भएको रहेछ. कन्सल्टेन्सीले पनि पैसा फिर्ता गर्नु भएन, and they were very much shocked कि okay अब हाम्रो लाइफको के हुन्छ, हाम्रो ड्रीम्सहरु के हुन्छ भन्ने तरिकाले सोचिराख्नु भएको थियो. But now back to today, it's just May 31st कै कुरा हो. सर म्यामहरु जो ब्याचको स्टुडेन्ट्सहरु, they were like questioning about their existence. I am very proud enough to say that these people have graduated from their bachelor's degree and are here today नेपालमा र इन्टरनेशनली मा एकदमै रेपुटेड ठाउँमा चाहिँ. र आई वुड से प्राउडली कि यो सबै कुरा म मात्र नभइकन अरु बाकी टिचर्सहरु पनि हुनुहुन्थ्यो जसले सदैव उहाँ स्टुडेन्ट्सहरुलाई मोटिभेट गरिराख्नु भएको थियो, एनर्जाइज गरिराख्नु भएको थियो, रिलेशनशिप चाहिँ मेन्टेन गरिराख्नु भएको थियो. सो सर म्यामहरु, देयर आर लट अफ पिपल आउट देयर इन नेपाल एन्ड इन्टरनेशनल जोसँग मल्टिपल डिग्री छ, मास्टर्स डिग्री टन्नै छ, ब्याचलर्स डिग्री धेरै नै मल्टिपल डिग्रीज भएको मान्छे छ, मल्टिपल एक्सपिरियन्सेस भएको मान्छे हुनुहुन्छ. बट वी नीड टु अन्डरस्ट्यान्ड teaching job is very challenging. It's not a joke. हजुरहरु सबैजना प्रसादीबाट आउनु भएको छन्. I am like very much gratitude to be here. I am extremely happy to be part of this platform
एन्ड आई वुड लाइक टु सेयर अनदर इन्सिडेन्ट यही बेलामा चाहिँ जसमा म अहिले करेन्टली पास्ट 2 इयर्सदेखि चाहिँ एडुकेसन सेक्टरमा चाहिँ एउटा कलेजमा चाहिँ एज अ एचआर कन्सल्टेन्टको रूपमा काम गरिरहेको छु र एउटा इन्सिडेन्ट थियो जसमा चाहिँ एउटा एचआर हेड त्यो इन्स्टिट्युटको एचआर हेडले बोल्नु भएको कुराले मलाई एकदमै मनै छुन्छ कि एन्ड आई वुड लाइक टु सेयर द्याट सो वाट सी मेन्सन वाज द्याट पूजा हाम्रो एडुकेसन हाम्रो इन्स्टिट्युटमा चाहिँ इभन दो बेस्ट स्टुडेन्ट्सहरू आउनुहुन्छ वी ट्राई टु मेक स्योर हाम्रो टिचर्सहरू चाहिँ सकेसम्म गोल्ड मेडलिस्ट नहोस् ओके सो वाट सी मेन्ट सी सेड हाम्रो इन्स्टिट्युटमा सकेसम्म एज अ टिचर गोल्ड मेडलिस्ट टपरहरू नआओस् भन्ने तरिकाले हामी सेलेक्ट गर्छौँ वी ट्राई टु सेलेक्ट एभरेज टिचर्स बिकज एभरेज टिचर्स आर दोज सेट अफ टिचर्स हु ट्राई टु इम्प्रुभ अमङ देमसेल्स हु ट्राई टु एक्सप्लोर एन्ड कम आउट अफ देयर कम्फर्ट जोन एन्ड वी अल्सो वान्ट टिचर्स हु एक्चुली क्रिएट्स गुड रिलेसनसिप विथ द स्टुडेन्ट्स एन्ड द्याट्स एक्चुली भेरी ट्रु होइन देयर आर लड अफ माई साथीहरू पनि हुनुहुन्छ जो टपर हुनुहुन्छ खास भन्नुपर्दाखेरि युनिभर्सिटी टपर देयर आर लड अफ माई फ्रेन्ड जसले चाहिँ एउटा सब्जेक्ट पूजा म पढाउँछु तिम्रो कलेजमा तिमी जता पढेर छु भन्ने तरिकाले उहाँहरू आउनुहुन्छ एन्ड ट्रस्ट मी उहाँहरूको सेमेस्टरको फ्यु विक्समा नै उहाँलाई के हुन्छ त एकदमै गाह्रो हुन्छ कि ओहो मैले बेकारै यो सब्जेक्ट चुज गरेछु बेकारै मैले टिचिङमा आउन खोजिरहेको रहेछु त्यसको साटो त म फुल टाइम जब गरेको थियो भने सजिलो हुन्छ भन्ने तरिकाले उहाँहरूले सेयर गर्नुहुन्छ एन्ड द्याट्स अल्सो बिकज अगेन इट्स बिकज of teaching is a very challenging career and we need to understand now how we can be good at it and stay at it. हजुर सबैजना अलरेडी राम्रो हुनुहुन्छ र अब चाहिँ अझै बेटर भएर यो पोजिसनमा यो डेजिग्नेसनमा कसरी बस्ने त यो कुरा पनि हामीले बुझ्नुपर्छ सो देयर इज दिस रिसर्च सरन म्याम विच वाज कन्डक्टेड एज पर द सर्वे अफ इयर 2023 र यो रिसर्च चाहिँ टिचिङ प्रोफेसनमा चाहिँ कतिजना व्यक्तिहरूलाई आउन इच्छा छ भन्ने सम्बन्धी चाहिँ रिसर्च भएको रहेछ एन्ड that is a very surprising statistics for me जसमा चाहिँ के भनेको छ त more than half of the population mentioned they don't want to become in teaching career. Okay, they also mentioned that they don't want their students to become in the teaching profession. So we need to understand teacher wala job obviously it's a very hard job and I have met a lot of teachers हजुर पनि हुनुहुन्छ होला विभिन्न कन्फरेन्समा जानुहुन्छ and I might be the one of the youngest person out here in the crowd जसले हजुरलाई मोटिभेशनल स्पीचेस दिइराछ so I'm not here to talk about pedagogies के बेस्ट pedagogies हो त टिचिङ प्र्याक्टिसेस के हो म यता के सेयर गर्न आएको छैन बिकज हजुर सबैजना यसमा सब्जेक्ट म्याटर हुनुहुन्छ हजुरले यति धेरै यस्तो खालीको ट्रेनिङहरू लिइसक्नु भयो जसले गर्दाखेरि क्लासरुम सेटिङमा कसरी हामीले पढाउन सकिन्छ स्टुडेन्ट्सको साइकोलोजी हामीले कसरी बुझ्ने त्यो सबै कुरा हजुरलाई म भन्दा धेरै नै ज्यादा थाहा छ सो आई एम नट हियर टु टक अबाउट द्याट बट नाउ वी निड टु ह्याभ अ पर्सेप्सन एन्ड मैले हजुरहरूलाई चाहिँ के रिक्वेस्ट गर्न चाहे त सर म्यामहरू हजुरहरू आफ्नो one of the best टिचरलाई चाहिँ इमेजिन गर्नुहोस् इट क्यान बी स्कुल टिचर इट क्यान बी कलेज टिचर एनी वान जसले चाहिँ हजुरको लाइफमा एकदमै इम्प्याक्ट क्रिएट गरेको छ जस्ट लाइक फर मी इट्स बादल सर लास्ट टाइम पनि मैले विक्रम सरसँग कुरा गरेको थिएँ उहाँले पनि एउटा सरको उहाँले मेन्सन गर्नुभएको थियो सो वी अल हेभ अ बेस्ट टिचर इन आवर लाइफ जसले गर्दाखेरि हाम्रो लाइफमा एकदमै नै ठुलो पोजिटिभ इफेक्ट आएको छ बट सर म्यामहरू अब हजुरहरूले याद गर्नु पर्यो र यो याद गर्दाखेरि के चाहिँ हजुरले एन्सर गर्नु पर्यो भन्दाखेरि जो पार्टिकुलर सर एन्ड म्याम हुनुहुन्छ जसलाई हजुरले एउटा बेस्ट टिचरको रूपमा लिइराख्नु भएको छ उहाँहरू के कारणले गर्दाखेरि बेस्ट भएको त उहाँहरू के क्वालिटिजले गर्दाखेरि बेस्ट भएको हो त यो पनि हामीले बुझ्न चाहिँ पर्यो र यही नै गर्दाखेरि चाहिँ मैले मेरो आफ्नो एक्सपिरियन्सेस आउट अफ अल द टिचर्स जसलाई मैले भेटेको छु मैले भनिहालेँ मेरो पेरेन्ट्सहरूबाट पनि मैले विभिन्न टिचर्सहरूलाई एज अ चाइल्ड अब्जर्भ गरिरहेको थियो सो फर द्याट I would like to share the number one point is best teachers or the great teachers always accept mistakes. हामी टिचरहरू भइसकेपछि वी अल आर सब्जेक्ट म्याटर एक्सपर्ट जुनसुकै सब्जेक्ट हामी लिऊँ न चाहे हामी म्याथ्स लिन्छौँ साइन्स वाट एभर सब्जेक्ट्स द्याट वी आर टिचिङ वी अलरेडी आर सब्जेक्ट म्याटर एक्सपर्ट बट एउटा चाहिँ हामी टिचर्सहरूमा चाहिँ मेजोरिटी प्रब्लम चाहिँ के छ त हामी हाम्रो गल्ती एक्सेप्ट नै गर्दैनौँ वी फिल वी आर द बेस्ट हामी एकदमै यो कुरामा प्राउड छौँ द्याट्स अल्सो गुड थिङ तर ह्याभ यु रियलाइज हाम्रो स्टुडेन्ट जोसँग चाहिँ हामीले
केही कुरा सेयर गऱ्यौँ र उहाँलाई चाहिँ हामीले ओहो मैले यो क्लासमा यो कुरा भनेको यो त मिस्टेक रहेछ है, अथवा ओहो मैले तिमीलाई हिजो यस्तो तरिकाले व्यवहार गरेको थिएँ, आइ एम सरी फर द्याट. Have you ever said that? Sorry, भनेर. I've actually said one time, and to my surprise, entire class shocked हुनुहुन्थ्यो कि होइन कहाँबाट सरी भन्नुभएछ त उहाँले भन्ने हिसाबले सक भइराख्नु भएको थियो कि. अनि त्यो रिजनले पनि जुन सिचुएसनमा हामी एज अ टिचर भनरेबल भइरहेछौँ, जसमा हामी चाहिँ एउटा प्राइड लिनको साटो चाहिँ हामीले पनि मिस्टेक गर्छौँ त, हामी पनि इम्प्रुभ गर्न खोजिरहेछौँ भन्ने हिसाबले हामीले रिलेसनसिप बिल्ड गर्न खोजिरहेछौँ भने के हुने रहेछ त, त्यो स्टुडेन्ट्सको लागि चाहिँ हामी एउटा राइट टिचर, एउटा जो व्यक्ति जसले चाहिँ राइट डिरेक्सन प्रोभाइड गर्छ त्यो व्यक्तिको रूपमा चाहिँ हामीले स्ट्याब्लिस गर्न सक्ने रहेछ. सो नम्बर 1 is celebrating mistakes. Now let's talk about the next factor is appreciating differences. So हाम्रो क्लासमा नि धेरै स्टुडेन्ट्सहरू हुन्छ. देयर आर लाइक डिफ्रेन्ट क्याटेगोरिज अफ स्टुडेन्ट्सहरू. कोही स्टुडेन्ट्स हुन्छ जसले हजुरले जे भनेको त्यही नै राइट हो है भन्ने तरिकाले लिन्छ. देन देयर आर नेक्स्ट क्याटेगोरी अफ स्टुडेन्ट जो के हुनुहुन्छ त हजुरसँग बाँच्नलाई सधैँ रेडी हुन्छ. दे आर एक्चुली द वर्स्ट स्टुडेन्ट्स अफ यर इन्टायर ब्याच, जसले हजुरलाई यहाँ के गरिरहेको छ त च्यालेन्ज गरिरहेको छ एभ्री सिङ्गल टाइम. सो यही क्याटेगोरीमा चाहिँ यदि हजुरले बाँझेर बसिराख्नु भइरहेछ नि त यहाँ के भयो त उहाँको अगाडि त कहिले बेस्ट भएन. he or she might also think okay उहाँ टिचरलाई चाहिँ मैले कसरी डाउन गर्ने त, अथवा प्रसादी छोडिसकेपछि उहाँको त म अनुहार हेर्दिनँ त्यो तरिकाले सोच्नु होला. तर यदि हजुरले उहाँलाई चाहिँ पोजिटिभ तरिकाले लिइराख्नु भएको छ, त्यो डिफ्रेन्सेसलाई पनि मिटिगेट गर्नको लागि एभ्री टाइम च्यालेन्ज गरिराख्नु भएको छ भने आई बिलिभ हामीले उहाँको लाइफमा डिफ्रेन्स चाहिँ क्रिएट गर्न सक्छौँ. सो एउटा म्याम जो मेरो साथी पनि हुनुहुन्छ उहाँले सेयर गर्नुभएको थियो, उहाँ पनि एचआर सब्जेक्ट पढाउनुहुन्छ एन्ड सी हेज बिन इन दिस टिचिङ प्रोफेसन फर मोर देन 14 years. र उहाँले सेयर गर्नुभयो इनिसियल डेजमा जब उहाँले मास्टर्स फर्स्ट फेरि नै पढाउनु भएको मास्टर्स र मास्टर्स पनि कहिले पढाउनु भयो त उहाँले ठ्याक्क मास्टर्सको सर्टिफिकेट पाएकोदेखि नै टिचिङ प्रोफेसनमा जानुभयो एन्ड सी वाज जस्ट 24 years old एट द्याट टाइम. र एकदमै टिमिड खालीको मान्छेले क्लासमा पढाउन आउँदाखेरि मास्टर्समा के गर्न थाल्यो त स्टुडेन्ट्सहरूले एकदमै नै धेरै क्वेसन सोध्न थाल्यो अरे कि. एन्ड अमङ अल दिस स्टुडेन्ट्स देयर वाज दिस वान स्टुडेन्ट जसले एकदमै गाह्रो क्वेसनहरू सोध्छ जुन उहाँले कहिले रिसर्च नै गर्नुभएको छैन. र सधैँ उहाँ म्यामले मलाई भन्नुहुन्छ कि पूजा अहिले म एचआर कन्सल्टिङ त गइरहेको छु बट आई एम अलवेज थ्याङ्किङ माई द्याट स्टुडेन्ट जसले मलाई च्यालेन्ज गरिरहेको छ, जसले मलाई त्यो डिफ्रेन्सेसमा मेन्सन गरिरहेको छ. बिकज जुन मैले रातभर बसेर मैले पढिरहेको थिएँ त्यो स्टुडेन्टलाई म बिट गर्छु भनेर सोचिरहेको थियो. त्यो कारणले गर्दाखेरि पनि म एज अ एडुकेसनको सेक्टरमा चाहिँ कन्सल्टिङ गरिरहेको छु. अहिले पनि म त्यो स्टुडेन्ट्सलाई चाहिँ एकदमै थ्याङ्कफुल भइरहेको छु भन्ने हिसाबले पनि सेयर गर्नुभएको थियो. सो वी निड टु अप्रिसिएट डिफ्रेन्सेस र योबाट पनि हामीले अझै आफूले आफूलाई इम्प्रुभ गर्न सक्छौँ. नेक्स्ट इज रिले फिडब्याक. सो जुन इन्स्टिट्युटमा मैले भनि पनि हालेँ हजुरहरूलाई म अहिले चाहिँ मास्टर्सलाई पढाइरहेको छु ट्रेनिङ एन्ड डेभलपमेन्ट, र जुन युनिभर्सिटीमा पढाइरहेको छु सर म्यामहरू त्यहाँको डिनले हामीलाई सदैव भन्नुहुन्छ कि we need to provide our students with the feedback. र असाइनमेन्टमा एभ्री सिङ्गल टाइम त्यो फिडब्याक पनि जति सक्दो रिभाइज गर्नुहोस् भनेर चाहिँ भन्नुहुन्छ कि. सो नाउ म फुल टाइम टिचर नभएको कारणले गर्दाखेरि र ट्रेनिङ र कन्सल्टिङ गरेको कारणले गर्दाखेरि इट वाज अ भेरी टिडियस टास्क फर मी. किन यस्तो गरेर राख्नु भएको छ त, हाम्रो त अरू पनि टास्क छ भन्ने तरिकाले म सोच्थेँ कि. तर अहिले एन्ड अफ द सेमेस्टरमा उहाँहरू रिसेन्टली हिजो भर्खरै ग्रेजुएसनमा हुनुभयो, काठमाडौँ युनिभर्सिटीमा म पढाउँछु. र त्यो स्टुडेन्ट्सहरूको जुन हाम्रो डिग्री देख्यौँ एन्ड आई वाज एक्सट्रिमली प्राउड अफ देम बिकज त्यो लाइफ जुन एउटा जर्नी छ त्यो जर्नीकोमा पनि म पार्ट थिएँ. र उहाँहरूको यो जुन ग्रेजुएसन देख्दाखेरि आई वाज एक्सट्रिमली ह्याप्पी. सो अगेन जति हामी फिडब्याक दिन्छौँ त्योबाट पनि हामी आफै पनि इम्प्रुभ हुन सक्छौँ, हाम्रो स्टुडेन्ट्स पनि के हुँदो रहेछ द बेटर भर्जन हुने रहेछ, उहाँको लाइफ चाहिँ एकदमै इम्प्याक्टफुल वेमा चाहिँ हामीले इम्प्रुभ चाहिँ गर्न सक्छौँ. नेक्स्ट इज इभ्यालुएट योरसेल्फ. दिस इज भेरी इम्पोर्टेन्ट. हामी सबैजना अगेन सब्जेक्ट म्याटर एक्सपर्ट छौँ, यो पार्टमा म जान चाहेन, पेडागोजीमा जान चाहेन, टिचिङ मेथड्सहरूमा क्लास कन्ट्रोल केहीमा जान चाहेन. यसमा त हजुरबाट नै मैले धेरै कुरा सिक्नुपर्छ. तर यही कुरा हामी कति इभ्यालुएट गरिरहेको छौँ त आफूले आफूलाई, द्याट इज अल्सो भेरी इम्पोर्टेन्ट. र यो जुन इनिसिएटिभ प्रसादी एकाडेमीले हजुरलाई गरिराख्नु भएको छ हिजोदेखि आजसम्म यति धेरै मेबी सायद ब्याक टु ब्याक हजुरहरूको गेस्ट लेक्चर भयो होला, रिभ्यूहरू भयो होला, एनुअल रिभ्यूहरू, योबाट पनि हामी पहिला कुन ठाउँमा थियौँ त अब कुन ठाउँमा जाँदैछौँ त.
र अब के कुरामा इम्प्रुभ गर्नुपर्छ भन्ने कुरा हामीले इम्प्रुभ गरिरहेको छौँ, हामीलाई नलेज भइरहेको छौँ। र आजभोलिको यो जुन नयाँ स्टुडेन्ट्सहरू हुनुहुन्छ, जेनजी भन्ने गरिन्छ, राइट? सो उहाँहरूलाई पनि हामीले कसरी चाहिँ पर्सुएट गर्ने त, उहाँहरूलाई पनि हामीले कसरी एउटा रिलेसनसिप मेकिङ गर्ने, द्याट अल्सो इज गोइङ टु हेल्प। एन्ड फाइनली इट्स अल्सो अबाउट कन्टिन्युस इम्प्रुभमेन्ट। As a teacher, as an educator, we always need to learn, unlearn and relearn. र योबाट पनि हामीले एउटा साइकल गरिरहेको छौँ, आफूले आफूलाई इम्प्रुभ गरिरहेको छौँ र योबाट पनि हामी आफै पनि इम्प्रुभ भइरहेछौँ र हाम्रो स्टुडेन्ट्सलाई पनि हामी इम्प्रुभ गरिरहेको छौँ। सो टकिङ अबाउट माई मदर, ब्याक टु माई मदर, उहाँ नर्सरी, एलकेजी, युकेजीको स्टुडेन्ट्सलाई पढाउनुहुन्थ्यो कि। एन्ड उहाँले जब पढाउनुहुन्थ्यो म्याथ्स र नेपाली, आई युज टु बी देयर। म चाहिँ 2-2.5 वर्षदेखि नै स्कुलमा मम्मीसँग जान्थेँ र मैले देख्थेँ मेरो मम्मीले एज अ टिचर, इभन दो सी वाज अ म्याथ टिचर, नेपाली टिचर, तर उहाँ एक्स्ट्रा माइल जानुहुन्थ्यो कि। मलाई अचम्म लाग्थ्यो त्यो बेलामा। र किन एक्स्ट्रा माइल जानुहुन्थ्यो भनेर हजुरले सोध्नु हुँदाखेरि म के उत्तर दिन्छु त, उहाँले जुन किड्सहरू हुनुहुन्छ र सानो नर्सरी, एलकेजी, युकेजी स्टुडेन्ट, हजुरलाई थाहा नै छ कति चकचके हुन्छ, कति फोहोर ठाउँमा गइरहेको हुन्छ। सो युज टु एक्चुली क्लिन अल दोज स्टुडेन्ट्सहरू। उहाँले कतिपय स्टुडेन्ट्सहरूले खाना प्रपर खाएन भने घरबाट ल्याउनुहुन्थ्यो कि, पकाएर पनि दिएको। यति धेरै मलाई सिनारियो याद छ। बट नाउ यति वर्षपछि, आफ्टर 30-35 इयर्स, अहिले पनि उहाँ स्टुडेन्ट्सहरू हाम्रो घर खोजी खोजी आउनुहुन्छ कि, होइन? अनि त्यो खोजी खोजी आउँदाखेरि चाहिँ कतिपय टिचर्सहरूको यही नै स्टुडेन्ट्सहरूकै केसमा चाहिँ यस्तो पनि सिनारियो छ कि विदेशबाट आउनुहुन्छ, मम्मीलाई भेट्नुहुन्छ, गिफ्ट दिनुहुन्छ र भन्नु के हुन्छ त, म्याम हामी यहाँसम्म पुग्यौँ र यो सबै कुरा हजुरको कारणले गर्दा नै भएको। हाम्रो पेरेन्ट्सले हामीलाई विश्वास गरेन, हाम्रो साथीहरूले विश्वास गरेन, तर हजुरले विश्वास गरेको कारणले गर्दाखेरि हामी यहाँसम्म पुग्यौँ भनेर ढोग्नुहुन्छ कि। एन्ड द्याट इज अगेन समथिङ जसले गर्दाखेरि चाहिँ हामी आउट अफ अल द डेजिग्नेसन, आउट अफ अल द प्रोफेसन्स, हाम्रो टिचिङ प्रोफेसन बेस्ट भन्छु म। एन्ड नाउ वी निड टु अन्डरस्ट्यान्ड आवर टफेस्ट किड, जो सबसे बदमास विद्यार्थी छ, जो सबसे खतम विद्यार्थी छ, उहाँहरू के गर्छ त, दे आर नेभर एब्सेन्ट, दे आर अलवेज देयर टु टर्चर यु, राइट? र हामीले यहाँ के बुझ्नु पर्यो सर म्यामहरू भन्दाखेरि, यो जो टफेस्ट किड छ, जसले हजुरलाई टेर्दैन, जसले हजुरलाई क्वेसन गर्छ, ओहो यो टिचरले पनि हामीलाई सिकाउने, उहाँलाई के थाहा छ त, अथवा मुखमुखै लाग्छ, दे आर देयर फर अ रिजन। र किन उहाँहरू हुनुहुन्छ त, उहाँहरू नै यस्तै स्टुडेन्ट्सहरूले गर्दाखेरि वी आर एक्चुली बिकमिङ अ बेटर भर्जन अफ आवर सेल्फ। सो एज अ टिचर मैले के भन्न चाहन्छु हजुरलाई भन्दाखेरि, मलाई पनि थाहा छ कि हामी एभ्री टाइम वर्कमा आउँछौँ, पढाउन आउँछौँ र पढाउँदै गर्दाखेरि हाम्रो पर्सनल लाइफमा पनि विभिन्न चेन्जेसहरू हुन्छ, इदर पोजिटिभ र नेगेटिभ चेन्जेस। र देयर आर सिचुएसन जब एज अ टिचर, एज अ एडुकेटर हामीलाई कलेजमै आउन झ्याउ लाग्छ, दिक्क लागिरहेको हुन्छ, यति धेरै प्रब्लम छ, अब यहाँ आएर फेरि ह्याप्पी फेसमा पढाउनु पर्छ, स्टुडेन्ट्सहरूलाई जे पाए त्यही भन्नु पनि भएन। देन देयर आर अल्सो सिचुएसन्स जसमा के छ त, हामी मेन्टली पनि ठिक छैन कि, राइट? देयर इज अ सिचुएसन, यही नै थियो, इट वाज अ इयर ब्याक, जसमा चाहिँ मेरो स्टुडेन्ट्सहरूको भाइभा थियो। अनि म ट्रेनिङ गरेर आएँ र ट्रेनिङ गरेर आइसकेपछि ठ्याक्क यता यो गोपीकृष्ण हल अगाडि पठाउबाट आएको थिएँ, मेरो एकदमै ठुलो एक्सिडेन्ट भयो। बट फर्चुनेटली मेरो एउटा सिङ्गल स्क्रैच भएन। बट अगेन ह्याभिङ द्याट इन्टायर एक्सिडेन्ट, मैले केही नसोचिकन फेरि पनि म गएँ कलेजमा, and I did this viva for my students. So here what I'm trying to say is that there are even the times when we are not right, we are not feeling mentally, emotionally good, but still we are showing up. And by saying this, I would also like to mention that we as a teachers are great actors. हामी गुड एक्टर एक्ट्रेस छौँ, जसले चाहिँ हाम्रो लाइफमा जति सुकै प्रब्लम भए पनि हामी अरू हाम्रो स्टुडेन्ट्स अगाडि हामीलाई तिमी मन पर्दैन है, हाम्रो लाइफमा यस्तो भइरहेछौँ है भन्ने कुरा हाम्रो अनुहारमा हामी देखाउँदैनौँ, हामी त्यो शब्द उच्चारण गर्दैनौँ, हामी सबैलाई कम्फर्टेबल फिल गराउँछौँ। वी मेक देम फिल दे आर अल लाइकेबल। एन्ड बाई सेइङ दिस I would also like to mention that हामी सबै टिचर्स, एडुकेटर्सहरू एक्चुअली सुपर हिरोज हो, जसले चाहिँ हाम्रो स्टुडेन्ट्सको लाइफमा इम्प्याक्ट हामी क्रिएट गरिरहेको छौँ, हाम्रो स्टुडेन्ट्सको लाइफमा डिफरेन्स क्रिएट गरिरहेको छौँ। बट योबाट पनि हामीले क्वेसन चाहिँ आउँछ, साँच्चै पनि यो टिचिङ प्रोफेसन हार्ड हो त, गाह्रो छ त, डिफिकल्ट छ त
यो पनि हामीले बुझ्नु पर्यो एन्ड अनेस्टली मैले मेरो पेरेन्ट्सलाई नै ब्याकमा रिफ्लेक्सन गर्दै हेर्दै जाँदाखेरि एकदमै गाह्रो छ भन्ने कुरा म देख्छु मलाई पनि टिचरमा बोलाउँदाखेरि हे यस्तो टिचिङमा पनि के जाने लाइफभरिमा मैले देखिरहेको छु मेरो मम्मी ड्याडी यति स्ट्रगल गरिराख्नु भएको मलाई पनि बोलाउनु भएको छ भन्ने हिसाबले गरेको तर अहिले मैले फ्ल्यासमा गएर र रिफ्लेक्सन गर्दाखेरि मैले के पाएँ त यस it's definitely hard, but not impossible. And by saying this, I would also like to mention that every one student of yours, every single student, हजुर जस्तै सुपर हिरोजहरु चाहनुहुन्छ जसले गर्दाखेरि उहाँहरुको लाइफमा चेन्ज हुन्छ उहाँहरुको लाइफमा इम्प्याक्ट आउँछ र यही कारणले गर्दाखेरि पनि हजुर जस्तो टिचर्सहरु छ साच्चै नै भन्नु पर्दाखेरि धेरै नै स्टुडेन्ट्सहरुको चाहिँ लाइफको सुपर हिरो नै रहन्छ र यही की नोटमा चाहिँ मैले हजुर सबैजना सुपर हिरोज हुनुहुन्छ भन्ने हिसाबले चाहिँ आजको यो सर्ट की नोट स्पिकिङ चाहिँ एन्ड गर्न चाहे थ्यांक यू सो मच एन्ड आई वुड लाइक टु विश यू अल द बेस्ट फर योर सक्सेस